कहाँ लिएर हिँड्नु भयो त नि पोका यो के हो बाबा हेर्नु हेर्नु के हो चिन्नु यो पालि त नाङ्गलाई राख्नु पर्ने आइटम छैनन् यो मासु हो के को कुखुराको सुमेरै थाहा पाउनुहुन्छ क्या भनेको के यहाँ के रहेछ र यो हेर्नु टमाटर स्याउ खानी अब हजुरको आइटम भोलि आउँछन् बाबा गाडीमा आज रात परेर ल्याउन भ्याइएन अब यो लाउनु यो पुरै पल्टनै खोल्नु बाले झोला खोल्न पर्यो नि खोल्नु ठोक्नु लौ जा अब भोलि हजुरको आइटम आउँदैछन् बाबा एक थैलो छन् पोखरा भोलि बेलुका ती आइटम हजुरलाई एक गरेर लाउने हो हजुरकै त पहिला पैसा यत्रो उछेन पहिला पर्स मलाई नदिनु के यता भैमा राख्नु के पूजाको औषधिको पहिला त्यही कुना हात किन पर्छौ बाबा त्यहाँ केही छ कि जस्तो कान थाको त्यो सानो हुन्छ अरू हेर्नु चाहे मेरै होला खोज्न पर्यो निकाल्नु पर्यो हजुरलाई भनेर ल्याएको हो अनि ओहो कान्छाले ल्याएको हो बाबा यो हजुरले मम्मी उता बस्ने जे पनि निकाल्ने उतै दिने यो निकालेर खुवाइहाल्नु पर्यो एउटा बाबालाई ल खाइहाल्नु के हो गिलित खानु अहिले खाउने हो ल हेर्नु यहाँ के निकाल्नु के को पको हो गिलित खसो त केही भएन पल्टाउँदैन यो के हो बाबा चिन्नु त फर्काएर हेर्नु चिन्नु के हो बाबा बदम ल खोज्नु अझ केही हुन सक्छ है केही हुनु ओहो के आयो आँखा दबाई के को दबाई हुँदा बुढा यो आँखा अरू केही छ कि बाबा हेर्नु त भित्र स्पेसल केही निस्कला जस्तो छ अब केही निस्कला जस्तो छ झोललै खोज्नु ती त हाम्रा चार्जर हुन्छ कि के हुन् होइन अब आफै खोज्नु हुन्छ आयो त्यो भित्र निकाल्नु केही छन् कि छैनन् हेर्नु त निकाल्नु त बाबा बाल्ने केमा बाल्ने मच्छर धपाउँदा होइन आज अब नर्केको दिन जिम फाल्ने चिज हो यो कसलाई दिने यो मम्मीको हातमा जान्छ तपाईँ हाम्रो हातमा हुँदैन अब ल आँखा हेर त खोजालेका बुढाले अझै खोजाल्दैछन् यार अब केही छैन कपडामा हेर्नु अब त्यहाँ आइटम होला नि केही न केही आँखा कपडामा चाहिँ छ नि तिम्रो सबै झिक्नु त त्यसो त्यहाँ केही चिज हरा खोजाल्नु केही न केही त हुन पर्ने हो नि हो त रातो कपडा तान्नु त ए के तान्ने बुढाले रातो कपडा ओहो बाबा गर्नु पहिला गर्नु त्यहाँ कति छ गर्नु न कतिका हुन्
हजार का हुन्थ्यो गर्नु 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 बाबा हजुरले ल्याइदिया भन्नु होइन मलाई आँखा आँखा हजुरको हातमा हुनुपर्छ पहिला त ल यसमध्येबाट मैले 12,000 निकाल्छु किन अनि छोराछोरीले थुपुका यो घाल्न पर्ने खेती पैसाले ए खेती लाउने ल जति चाहिन्छ त्यहाँ निकाल्नु पहिला गर्नु के अब यता यो त फिलिङ्गे आइया गर्नु के बाबा आइया त हजुरले के भन्नुभएको यो लि गन कति छ त्यहाँ गन त हजुरले गर्नु न गर्न त व्यवहार गर्ने मान्छे होस् खरे त्यो तेरो हात त आउने मैले राखेको छुइनँ अनि हजुरले छोरालाई दिएका मलाई गर्नु मैले भनेर हुन्छ गन त कति छन् त्यहाँ ल हेर्नुहोस् त नि यहाँ फेरि यो सोध्दा मेरो हातमा पर्छ उता गर्नु न बाबा एक भन्नु न हजुरले भन्ने न त्यही व्यवहार गर्ने ल्यायो होला त्यही होला मैले त के गर्ने टोकेर त नि दुखेर त कुनै चिन्त यो हजुरलाई ल्याएको कसैले हजुरले हजुरलाई कसैले त मम्मीलाई कसैले हजुरको हातमा भएको जो मम्मीको मैले खाना हुन्न न त्यो हजुरले खानु हुँदैन यहाँ फोटो छ त यहाँ बाको फोटो भएको भए पो बालाई दिने यहाँ आमाको फोटो छ यी हजुरले नि खाना हुन्छ हुन त अब यी खाना पर्यो अब यी निकाल्नु फटाफट गिलित 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 खाम एउटा लाउनु यो चेत्नु 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 बालाई खुवाइहाल्नु पर्यो नि बाको मुख गुलियो भए पो बल्ल हाम्रोमा गुलियो हुन्छ बाबा चराइदिनु पर्दैन यो तराई त रात यस्तो ल ल त्यहाँ राख्छ त खाना राख्छ म चराउँछु हजुरले चराउनु त नरा अहिले आमा उफ्रिनु भने होइन बाबा उत्रिन्छ कि नै हजुरलाई झाँक ल ल्याम्मा पहिला हजुरले पुजाएर तैँले खा कर्णलाई दिनुपर्छ क्या पहिला अर्को हजुर पनि बुढै कर्ने होइन त नि बाबा हजुर नि बुढो कर्ने हो क्या बाबा हजुरले खानु हेर मम्मी भटे कुन्टा निकाल्ने च्यात्तै दिने ठ्याक्कै यहाँ कतिको अनुमान लगाएर दिनुभयो त नि मलाई 1,000 1000 भनेर त 1000 हो कति होला बाबा ठ्याक्कै यहाँ भन्नु त त्यहाँ उम्, त्यहाँ एक अनि 1000 1,000 होइन कति हो त नि लाख ए पुग्यो पुग्यो जान्नुभएको छ हजुरको मुखमा सरस्वती को बास छ क्या अब यो हजुरले राख्ने हो कि मैले त नि त तेरै हातमा व्यवहार छ नि हजुरलाई दिएका हुन्छ छोराहरूले लाउनु भयो होइन मैले त त्यत्रो कहाँ लगाएर खानियो त अस्ति ल्या पैसा ल्या थुप्को सुता भन्नुभएको थियो त्यही गरौँ तैँले राख्ला अनि त हातको खानु न हातमा खोलेर झिकेर नि बेला जान्छ होला अहिले खानु खानु हजुरले खानु लम पार्नु हजुरले हो त फेरि कस्तो छ बाबा अब यो भन्नु म त दिनदिन यस्तै पठाइदियो नि त मिठो छ बाबा ल हेर हाम्रा बाबाले लम लम गुलियो छ गुलियो त धेरै हुन्न है भाताभित्र त चिनी र दुध हालेर खान्छन् बुढाले ए आज के पकाउँछु अब मैले बाबा मेट चाहियो हाम्रो अब बा थाक्नु भएको छ भनेर च्याङ्राको मासु ल्याएको अब आज च्याङ्रो भुट्नु पर्यो दिउँसो हो क्या बाबा औँसी त राति त हुन्न नि हुँदैन छ पोलाउ राति त सकियो औँसित हो अन्त त खानु हजुर बुझ्दा मम्मी केही ढाँचा क्या न कपडा हुँदैन छोडा त्यति भयो हुन्न र हामीलाई झोल बनाउनु कि भुट्टो खानु भुट्टो हामी जरुर बनाउने ल खानुहुन्छ हुन्छ
हुन्छ अब चाहिँ लगातार नपार्नु होइन बाबा रात परेपछि तयारको दिन लाग्यो क्या दिउँसो हो कि एकादशी त होइन बाबा औँसी रातको औँसी त मानिन्न क्या होइन बाबा तिहार त मानिन्न अरू बेला हो भोलि 2 बजेदेखि लाउने अरे औँसी भयो यो भोलि कसैलाई यो फौजीबाट आएको मान्छे हो मिठै आएका हुन् यी कसैलाई दिन हुन्छ तैँले राख्छ हजुरले खानुहुन्न एउटा दिए खानलाई फेरि यो यस्तो चिज हो यो पूजाले तैँले कान्छाले ठुल्दाइले यो कसैलाई देखाउने होइन त्यो बुक आफूले मात्रै खाने हो हामीले मात्रै खाम यो चस्मालाई चस्मा झोला हाल्दैन बाबा अब हजुरको भोलि आउँछ है ल त्यो झोला हालेर राख्नुहुन्न माछाको झोला हो फेरि ल्याउनु भयो मम्मीले त हजुरले दिएका चिज हो यसमा एउटा दबाई गर्छ ल्याउनु यता त्यही राख्ला एउटा के हुन्छ र झोला राख्नु होइन त्यो अन्तै राख्ने चिज हो त सुरक्षित होला भनेर बाउलाई दिए सुरक्षित अनि भोलि पछि अब त मैले खेती गर्न सक्दिनँ 4-5 वरी आइन यसो अब भोलिलाई बोक्ने कहाँ पाइन्छ नि त बाबा आइमाई चेन लाउनु पर्ने लाउनु छोडिदिनु हो बाबा चेन नलाउनु बिग्रन्छ त ओ बाबा आइमाई कहाँ पाइन्छ नि त बोक्ने त्यतिकै राख्नु सानो भाग्यको कुरा होइन नि बाबा यो होइन बाबा ओ बाबा यो सानो भाग्यको कुरा होइन नि यता पिस्टै हुनुहुन्छ यता नमै बसेको छ यहाँ बाबा म बसेर गफरेका छौँ होइन बाबा पछि मैले हेर्नु हुन्छ नि त्यही भएर हो के आनन्दसित अब अझ त्यो हजुरको तातो चिज आएको भए आज त्यो लाएर बस्नुहुन्थ्यो त भोलि आउँछ त्यो पनि ल्याउँछु त्यो एउटा हातको छ त्यो पनि ल्याउँछु पऱ्यो नि बाँच्न पर्यो मेन बाँचेपछि पछि हुन्छ कपडा हो तैँले लाउने हो अहिले लागिहाल्नुहुन्छ ल देखाउनु त लाइहाल्नु यो कपडा ए अँ यो लाउन दिने क्या ए यताउति हिँड्दा लाउने भन्नुभयो ए ल बस्नु बसेर लाउनु न अस्ति अब उता तिर्खु आहा अलि अर्कै भयो नि ल बस्नु यो कपडा लाउन दिने क्या तैँले ल अब यो आस्कट हजुरले लाइराख्नु है लाउनु सुरु भयो अँ यता च्याङ्रो भुट्टिँदैछ होइन बाबा तर बनाएर पछि उहाँ गएपछि हेर्ने हो यसरी बाबा र म गफ गरेर यता भुट्दैछौँ उता पिस्दै उता गफ गर्दै तर म यहीँ हुन पाए ठिक हुन्थ्यो क्या होइन बाबा नगई भएन क्या जापान क्या जानै पर्यो क्या फेरि जापान ठिक छ जानु पर्यो कि अन्त त बेला बेला आउन पर्यो मलाई हतियार लाग्छ आइहाल्छु नि म त यहाँ हुने बेलासम्म त त्यहीँ त हो के टाढा सरै एक दिन आइपुगिन्छ आइहाल्छु नि म मलाई हतियार लाग्छ अब पोखरा जाँदाखेरि यसो त्यसो हर्न पाइन्छ के अब पाइहालिन्छ नि बिदा लिएर आउँछु म बेला बेलामा अहिले त कहाँ गइहाल्छु त नि बाबा म जान्छ त म इन्दुले त्यसै भने कि हुन् क्या बाबा होइन कन्फर्म छैन क्या बाबा म गएपछि हतियार लाउने भयो होइन कान्छो आउँछ कान्छी छ अन्त मोटरसाइकल क्या त फना बोलिन्छ मोटरसाइकल कान्छाले चलाउँछ नि पल्लारिया प्रकाशलाई दियो हुन्छ बालाई घुमाउँला सिरबारी रासरा गरौँला उता जा त खाली यहाँ बसिन्छ उता जा
त्यसो गरौँला नि बाबा। प्रकाशले चलाउने मोटर प्रकाश नि आज प्रकाशले चलाउने मोटरसाइकल पोखरै छ नि त्यो रातो। प्रकाश भोलि आउँछ बाबा। किन रोह त यहाँ आएर पिट्का बस्छ ठ्याक्कमा बस्नु छ। आइटम पाउनु भयो, दसैँमा नि पाउनु भयो, तिहारमा नि पाउनु भयो। अब बाबा भोलि आउँछन्। भोलि मेला पाता भनिहाल्छन्। के भन्छन् नि बाबा? अब यस्ता सामान ल्याएर यति दियो भनेर भोलि भनिहाल्छन्। यो खास मैले यो दसैँमा त्यसरी दिएको भनेर देखाउन हालेको होइन, यसरी भोलि सम्झिएला भनेर हालेको। मान्छेले त्यही मन परायो क्या, बालाई यत्र दिए यस्ता छोरा पाउनु पर्यो हामीले नि भने बाबा। त्यस्तो गरे। अब तिहारमा नि पाउनु भयो। अब भोलि आउँछ हजुरको फेरि ताता आइटम आउँछन् भोलि। ताता आइटम आउँदैछन् भोलि। पानी खानुहुन्छ? खानुहुन्छ खानु पानी खानु। तिहारमा पनि बाबालाई आइटमहरू आयो होइन बाबा? अब भोलि बेलुका, अब भोलि त धान ठटाइन्छ। धान ठटाएर आएपछि हजुरलाई त्यो ताता आइटम लाउने। धान काट्न जाँदा काम गर्दा लाउनु है, फेरि थपक्क राख्ने होइन नि। मम्मीहरूले यताउति ठुल्न जाँदा लाऊ यस्तो त्यस्तै आएको छ क्या। त्यो हुँदैन। एउटा आजकोट छ, त्यो आजकोट थोत्रिएर गइसकेको छ, लाउने जस्तो छ, त्यो नलाई भन्ने, यताउति हिँड्दालाई भन्ने त्यो होइन बाबा। अब भोलिमा आजकोट पनि आउँदैछ भोलि। यहाँ सिउने थिए। सिउनी कहिलियो क्या लागिहाल्नु पर्यो क्या हजुरले। खोल्टिया सोर्टी हालेर हिँड्दा कति मजा हुन्छ त्यो। अनि भोलि अर्को तातो आइटम आउँदैछ, त धान काट्न जाँदा लागिहाल्नु है, नराख्नु है, कचाघुचु पार्नु। त्यही हो। अब त्यो चाहिँ भोलि बेलुका ट्याक्क पारौँला। अनि त्यत्रा कपडा छन् तर ननिकालिदिने। त्यही सिरान हालेर बस्नुपर्छ, सुत्नुपर्छ। कसले राखिन्छ र? तर म त्यहाँ सुत्नाले मुसाले कपडा खाएको छैन, त्यही हो। किन राति 5 दिन हुन्छ? होइन क्यार्नुहुन्छ त नि त्यहाँ बसेर? होइन, त्यहाँ सुत्दाखेरि अब चलिन्छ। मुसा पनि के नि त टाउकामाथि फलाले छ नि सिराकभित्र। अनि भोलि क्यार्ने त नि बाबा? भोलि अब एकजना मान्छेको नपा त्यही धान ल्याउन आउनु थियो करे। मान्छे भन्नु होइन र? भनेको छैन। रमेश भोलि खलो बनाउने अनि चाहन। अब एकजना मान्छेको भयो। हामीले मात्रै सक्दैनौँ र? सकिन्न, 14 मुरी जान्छन्। त्यति होला र? छन्। मैले अस्ति हेर्दाखेरि त त्यति नहोला जस्तो लागेको थियो अरे। 10वटा मुरी होला जस्तो लागेको थियो। 10वटा मुरीले मान्दैन, धेरै भयो। 12 मुरी धान, 12-14 मुरी धान छन् क्या। पराल कति भारी होला? पराल त अब 12 भारी पल्टे दाइल लाने नानका दाइ हाल्नु त सजिलो छ। भारी त बाँध्नु पर्यो नि। भारी बाँध्दा उसलाई बाँध्ने नै मन पर्ने। अरू स्यासुत्त बाँधेर ल्याएर टाउका हाल्ने। परालले त्यहाँ त बिदा गर। हामी कहिले जाउँ त नि पोखरा? तिम्रो त यति सकेर मात्रै जाउला। दाई धान हरेर जाने? पहिले जान दिनुहुन्न? ऐका मुठाबाट 12,000 निकाल्नु भएन त नि? निकालिन। किन?